आज हरिद्वार प्रवेश भयो। आज हरिद्वारमा पनि ठुल्ठुला तीर्थहरू छन्। जस्तो स्वस्थानी माताको कथामा सतीदेवीले हवन कुण्डमा हाम फाल्नुभयो भन्ने छ नि, जुन जग्गामा देह त्याग गर्नुभयो त्यो सती माताले त्यही कुण्डको दर्शन भयो। आज कनखल भन्ने जग्गामा हवन कुण्ड, यही कुण्डमा हवन उहाँले देह त्याग गर्नुभएको रहेछ। एकदम राम्रो गरी सजावट गरेका मन्दिर सतीकुण्ड भन्दा रहेछ यहाँ सत्यदेवीले प्राण यता छेउमा चाहिँ राम्रो सलल्ल गङ्गा नदी बगेकी अलिकति अगाडि एकदम रमणीय स्थान रहेछ। राम्रो